धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले श्रमदान कार्यको भुक्तानी पेश गरेपछि विवाद उत्पन्न भएको छ। मेयर साम्पाङले सुरुवातमा धरान उपमहानगर 16 मा रहेको बहुभाषिक पाठशाला संरक्षणका लागि श्रमदान गरेको भिडियो फोटो सार्वजनिक गरेका थिए। उपमेयर ऐन्द्र विक्रम वेगाका अनुसार बहुभाषिक पाठशाला भने उपमहानगरकै बजेटबाट बनेको हो। मेयर साम्पाङले श्रमदानबाट ग्याबिन बनाएका थिए। पहिला श्रमदान भनेर प्रचार गरिएको ग्याबिनको भुक्तानीका लागि उपमेयरलाई दबाब दिएपछि यो विवाद उत्पन्न भएको हो। उपमेयर वेगाले मेयरले आफूलाई जानकारी नदिई उपभोक्ता समिति गठन गरेको र अनुगमन नगरी भुक्तानी गर्न दबाब दिएको आरोप लगाएका छन्। अनुगमन नभएका कारण रकम निकासा रोकिएपछि मेयर साम्पाङ थप रिसाएका हुन्। पहिला श्रमदान भनेर प्रचार गर्ने र काम सकिएपछि बाटोबाटै उपभोक्ता समिति बनाएर भुक्तानीका लागि कागजात बनाएर कर्मचारीलाई दबाब दिने गरेको उपमेयर पक्षको आरोप छ। काम सकिएपछि एस्टिमेट डिजाइन लगायतका काम गर्न मेयर साम्पाङले कर्मचारीलाई दबाब दिने गरेका थिए।